धेरै मिहिनेत पनि गरे हैन ओटको दुध खादैछु है गाइस दुःख त यस्तो रहेछ कि दाइ अब जब पैसा यो सँग ओ नै उ त बच्चासँग बनाएर यसले त केही गर्दैन नै गर्दैन धेरै मान्छे आएको भएर रिसाएको एकदमै रिसाएको ओ एकदम ल्याउनुस् उहाँलाई चिन्नुहुन्छ हेलो हेलो नमस्ते सबैमा आज हामीहरु चाहिँ एकदम राम्रो ठाउँ जाँदै छौं हैन श्यामसरलाई यहाँ खतरा देखिएको छ तपाईहरुलाई स्वागत छ अब हामीहरु जाँदै छौं एकदम राम्रो ठाउँमा घुम्नको लागि ल गाइस हामीहरु जाँदै छौं आज सहानियादेखि भित्र हैन 1 घण्टा भन्दा अलिक लामो यात्रा छ हाम्रो सबैजना छौं हामी यहाँनिर अस्सलाम वालेकुम के फरक श्याम सर दाइ हुनुहुन्छ गुन्नु नपरी दाइ यता हामीहरु जाँदै छौं ओटको दुध खान जाँदै छौं हामी आउनु सबैजना ल हामी जाँदै छौं है गाइस नजिकै जस्तो लाग्यो त आधी घण्टा लाग्छ भित्र जानुपर्छ नि जम्मा छैन भित्र सिधै हिँड्नु मरिन्छ होला गर्मी त मरिन्छ होला यहाँ हाम्रो दाइ यस्तो याद आएन हाम्रो बगर खोलाको बगरहरू जस्तो लाग्यो मलाई खतरा रोड रहेन छ यहाँ त है कच्चिने त बत्तुको हैन हो त जङ्गल अनि गाडी त केही हुँदैन श्याम सर यो कता आफ्नो जग्गा हो नि गाडी हिँड्ने बाटो सबै लोकेसन ट्र्याक गरेन के त्यसले यहाँ त कस्तो मरुभूमि रहेछ है बरोबर हाम्रो टिप त खतरा जाने भयो बाबा हामी बसेको ठाउँ पनि मरुभूमि नै हो तर त्यहाँ चाहिँ खोला छेउ भएर सिटी बनाएको हो क्या यो त्यो ठाउँ पनि यस्तै हो पहिला त यस्तै हो नि खेमा जस्तै छ ए उतै होला जस्तो लाग्छ त्यही बाटो हो उतै होला जस्तो लाग्छ होइन पोखरा जस्तो त्यो बाटो छैन त नजिक त छैन भित्रै छ हाम्रो वीरबहादुर भाइ शीतल रहेछ अहिले म दाइलाई पनि यहाँ टिकटकमा देखिरहेको थिएँ यहाँ दाइहरूले चाहिँ नयाँ देखेको छैन बहिनीलाई देखिरहेको थिएँ यहाँ दाजुले देखिरहेको थिएँ नमस्कार आज हामी माया हो नि त छौँ र आज हामी कहाँ छौँ तपाईँहरू एक्साइटेड भएर बस्नु होला हाम्रो वीरबहादुर भाइ हाम्रो नेपालको साथ है वीरबहादुर भाइ हेर्नुहोस् श्रमिकको दुःख के हुन्छ हाम्रो वीरबहादुर भाइलाई थाहा छ हो कि नि वीरबहादुर भाइ भन्नुहोस् त होइन दुःख भन्ने कुरो के हुन्छ भनेर उहाँबाट हामीले सिप सिक्नुपर्छ उहाँहरूको कुरोमा कहिल्यै पनि हार नमान्नु होला होइन खुसीले जिनेको कोसिस गर्नु होला अगाडि बढ्नेको कोसिस गर्नु होला कि म कहिल्यै कमजोरी छु भनेर नसोच्नु होला कि सधैँ अनि म अघि बढ्छु मैले के गर्न सक्छु भनेर हजुरले दिमागमा राख्नु होला हमेसाको लागि अनि हजुर अगाडि बढ्नु हुनुहुन्छ होइन दाइ एकदम खुसी लाग्यो एकदमै खुसी छु म एकदमै एक्साइटेड पनि छु भाइसँग भेट्न पाउँदाखेरि हामीले 5 दिन अगाडि भाइलाई यता रहेछ नि त ठाउँ त ए बस्ने ठाउँ त बनाइदिएको रहेछ त लगाइज हेर्नु यस्तो खेमाहरू पनि राखेको रहेछ पङ्खा चाहिँ रहेछ व्यवस्था गरिदिएको रहेछ ल गाइज हामीहरू ऊँट हेर्न जाँदैछौँ यहाँ हाम्रो वीरबहादुर भाइको एकदम फेमस ऊँट हेर्न जाँदैछौँ गाइज ल यसरी भिडियो बनाउँदा दिन्छ नि है केही गर्दैन नि ए हाम्रो यहाँ दिदी कतारदेखि भाइलाई सम्झेर यहाँ दाजुहरू आएर 1.5 घण्टाको बाटो लगाएर मलाई त्यति खुसी लागिरहेको छ कि मैले बोल्नेको केही शब्दै छैन हजुरहरूलाई हामी 1.5 घण्टाको बाटोबाट आएको हामी टाढाबाट भाइलाई सम्झेर ल यता ऊँटलाई हेर्न आएको हामी दाजु यताबाट आउनु त योबाट बनाउनु होला भने ल अच्छा छिटो भाइरल हुन्छ यस्तो सफ्टवेयर कुन सफ्टवेयर भएर यो ट्रेन्डिङमा चलेको छ अहिले योबाट बनाएको त लाग्यो भिडियो भाइरल हुन्छ कि डाउनलोड गर्ने नै त्यही छ यो लेख्नु होला भ्यू यसरी आउँछ यो लेख्नु अच्छा यहाँ तपाईको जुसमा भ्यू मिलियन छ नि अब यहाँबाट भिडियो स्टार्ट गर्ने होला खै नेट अन गर्नु नि त हामी पनि चलाउँ एकबाट 6 सम्म
त्यसबाट भाइरल लास्टै मैले पनि अस्ति बढाउन थालेँ खोल्नु त आन्सर यो अहिले मेरो फोरुमा चल्दैछ हेर्नु त मैले यही लाइनको बनायो भने भिडियो जान्छ अब नुहाइदिएर रेडी हुनु तपाईँ आउनु सक्नुहुन्छ नि अलिक टाढा यता आए नि हुन्छ मलाई सानिया छोडिदिनु होला म सानियादेखि आउँछु होइन छोड्नलाई म यहाँ छोड्छु छिटो गएर छिटो आउनलाई चाहिँ के हुन्छ दाजु हुन्छ सुन्नु न तपाईँ यहाँबाट बिहान निक्लिँदाखेरि छिटो भयो भने म त्यहाँबाट टिपेट छिटो जाने भ्याएर यहीँ छोडिदिउँला सानिया छोड्नु पर्दैन हस् दाजु हस् तपाईँलाई खातर खुद्दु सामान किनेर ल्याएर यहीँ नै छोडिदिउँला के म ल जाऊ न त उता उठमा तपाईँले सिर्फ मलाई अब 2-3 दिनपछि म तपाईँलाई शुक्रबार आउँछु तपाईँहरू काम होला होइन अनि शनिबार लाने टक्क समय जाने नमस्कार त पुरा पनि गर्छ होइन तपाईँलाई चिन्छ मान्छे के भयो आऊ उता भित्र हालिदिन्छु अनि सबैजना यसि त भिड हुन्छ हुन्छ आऊ आउनु दाजु आऊ फोन तातेर केही छैन भन्नु भाइ ओ उनीहरूको एक बडा यो सेतो लाउँदा त यसलाई त्यति त पर्दैन अब साउ सेतै लाएर आउँछ आएन कि यसको आवाज 99 मिलियन छ अब यहाँ चित्ने रातोमा आयो हैन आवाज आयो कि बोल्ने मात्र हो कि कान्छीलाई बोलाउनु पर्यो के छ कान्छी आउने हजुर आउने भित्र ल कान्छीले हेर त ल कान्छी ल टोपी निकाल्देऊ दाइको ल हेर्नुहोस् है भाइरल यही हो उहाँको कान्छी उहाँले भिडियो बनाउने हाम्रो भाइले यही उठसँग बनाउनुहुन्छ रिसाएर अहिले हामी सबै देखेर एकदम रिसायो ल हेर्नुहोस् एकदम रिसायो धेरै मान्छे आएको भएर रिसाएको एकदमै रिसायो ऊ एकदम ल हेर्नुहोस् उहाँलाई चिन्नुहुन्छ रुको ठिक छ ल धेरै धेरै धन्यवाद भन्दैछ धन्यवाद ल ठिक छ एकदमै धन्यवाद हाम्रो वीरबहादुर भाइको हजुर उहाँले बनाउने रिसाएको छौ सबैजना आयो भने रिसा धेरै मान्छे धेरै माया गरिदिनु मलाई भन्नु धेरै माया गरिदिनु हो भन्नुभएको छ ल भन्छ है हजुर हजुर उ बोलिरहेछ यो उहाँले बोलेको उठले बोलेको भाषा हो हेर्नुहोस् आउने हजुर आउने भित्र बोले होइन हहरूलाई देखेर तिमी यो चाहिँ गाइस दुध हो दुध होला तपाईले दुनुहुन्छ मैले धुन्छु धुँदाखेरि गलास लगाएर त्यो के भन्छ र त्यो हातमा लगाउने ग्लास गलास लगाएर राम्रो हुन्छ त त्यो राम्रो हुन्छ पिन्छु अब यति डेली पेको मनले चाहँदैन यति पिउँदैन कहिले काहीँ मात्र कहिले पिछु के सावरी लान्छ यो दुध हजुर साउरा घरमा लान्छ अनि हामीलाई दिँदा रिसाउँदैन यत्रो नै यो त मैले बिहानै हजुरहरूको लागि मैले निकालिदिइराखिदियो कि अब बहिनी दाजुहरू आउनुहुन्छ भनेर चाहिँ म निकालिराखिदिएको थिएँ यस्तो हो कि यो हाम्रो जस्तो गाउँघर पनि एउटा भैँसी 2-3 पाल्छ नि दुध दुनी रानीले खाँदैन नि प्रायः खाँदैन बेतन लान्छ बरु पाउन हाल्दै यसो खाइदिनु बच्चालाई खाइदिनु तर गिलास त धेरै छैन ठिकै छ हजुर हामी मिलेर खान्छौँ एउटा त्यसो भए एउटा गिलास लिएर आउँछ हामी दुधै मिलाएर खान्छौँ दुधै होइन त्यो माथिबाट टक्क खानु भएन चाहिँ जहाँसम्म छ धेरै मिहिनेत पनि गरेँ होइन ओटको दुध खाँदैछु है गाइस दुःख त यस्तो रहेछ कि दाइ अब जब पैसा कमाउनको लागि र बाउ आमालाई खुसी फ्यामिलीलाई खुसी राख्नको लागि अब यस्तो मैले सोच्न हुँदैन कि मरुभूमिमा छु मैले यतिमा दुःख गरिरहेको छु यति मलाई दुःख छ भनेर चाहिँ त्यस्तो भनेको चाहिँ आफूलाई मनमै अलि हुने रहेछ नि केही बेला त्यो सोच्नु नै भएन नि जहाँसम्म छ फ्यामिली खुसी हुन् होइन एक्लै छोरा हो तपाईँ हामी 3 भाइ हो हाम्रो ठुल्दा एउटा अलि मेन्टल छन् बिमारी भएको हुन् के भएको छ भाइ एउटा कान्छ छ म हो मलाई यस्तो लाग्छ कि जहाँसम्म छ म एकजनाले कमाइरहेको छु मेरो घरमा सबैजना खुसी छन् भने होइन हाम्रो यहाँ वीरबहादुर भाइले चाहिँ अब यहाँ उठलाई खाजा खुवाउँदै हुनुहुन्छ अब हामीहरू खाजा खुवाउनको लागि जाँदैछौँ अहिले शीतल भयो है शीतल छ अहिले शीतल भयो अघि चाहिँ गर्मी थियो शीतल छ धेरै रहेछ उठ त आमामा हामी जाँदैछौँ आज बहिनी पहिला चाहिँ यस्तो मरुभूमि ठाउँमा आएर चाहिँ हामीलाई पनि खुसी लागिरहेको
फर्स्टचोटि उटको दुध पनि खाएको घाँस कहाँबाट आउँछ घाँस यो घाँस त खै कता पाकिस्तान सुधार लिएर आउँछ हजुर गाडी भन्छ तपाईँको वाइफाई अन गर्नु ल हेर्नु होला यतातिरको दुःखसित जङ्गलको मरुभूमि छ मलाई धेरै नै खुसी लागिरहेछ यहाँ बहिनी भेट्न आए दाइहरू भेट्न आए सबैजनालाई मेरो तर्फदेखि धेरै धेरै धन्यवाद हेर्छ नि सबैले यो रेकर्डर लिनु यो छ ओ नै उ त बच्चासँग बनाएर यसले त केही गर्दैन नै गर्दैन ल गाइस आज चाहिँ म पुरा घुमिरहेको छु कान्छा कान्छा यो हाम्रो म डेली 3-4 दिनसम्म म बहिनीको भिडियो छोड्दिएको हुन्छु ए यता हो न भोलिको जाँच गलत ल जाऊ काँचै खाने भाइको जुत्ता यहाँ रहेछ देख्छ जुत्ता लिएर आउँछ हुन्छ दाजु के दुःख दिने के मेरो दाइहरूलाई कति नम्बर यस्तै 10 नम्बर लाग्छ होला दाइ नम्बर ठुलो होला त्यो त 44 43 जाने बेलामा एउटा भिडियो बनाउँछु हैन सबैजनाको लागि है चप्पल लाएर आउनु पर्ने रहेछ यहाँ त ल आउनु भाइ दर्शकहरूले मलाई त चिन्नुहुन्छ होला अब यहाँ दाइहरूलाई त झन् नचिनेको को होइन होला र होइन ठिकै छ विराज भाइ धन्यवाद तपाईँसँग भेट भयो खुसी भयो एकदम खुसी लागेको छ होइन आइयो रमाइलो गरियो भेटघाट गरियो अब नेक्स्ट टाइम फेरि भेट हुने छ फेरि हामी आउने छौँ होइन भाइलाई भेट्नलाई अब आमा बुवा भने नि हामी साथीभाइ दाजुभाइ हो होइन यो यहाँको लागि परदेशको लागि आफ्नो देश छोडेर हामी परदेशमा आएको छौँ हामी साथीभाइ पनि हो आमा बुवा पनि हो दाजुभाइ पनि हो होइन भाइ अब भेटको पहिला नचिन्दा को थियो चिन्दाखेरि आफ्नो एउटा फ्यामिली जस्तो लाग्यो होइन तपाईँ आफ्नो धेरै ख्याल गर्नुहुन्छ बेला बेलामा पानीहरू पिउनु गरम छ भाइ होइन एकदमै खुसी लाग्यो भाइलाई भेट्दाखेरि अनि भाइहरू केही छ भन्नुहोस् धेरै धेरै धन्यवाद मेरो दाइहरूसँग भेट भएर मलाई आज सबै घरका फ्यामिलीहरूसँग भेट भएको मलाई महसुस भएको छ धेरै धेरै धन्यवाद सबैजनालाई हवस् त भाइ थ्याङ्क यू धेरै खुसी भयो है मान्छे त यस्तो हुन्छ नि तपाईँलाई माया आफ्नो त्यस्तो हुन्छ तपाईँलाई सबभन्दा ठुलो कुरो आमा बुवा गयो सितेपछि टुरो भइन्छ राम सर हो आमा बुवा नभएपछि नि संसारमा कोही पनि हुँदैन विनोदा ढोक्ला मेरो चिसो पानी छैन है अब एकैछिन कोक खाने क्या खानुपर्छ चिसो राम सर कता भयो श्याम सर हेर्नु न सेख आएको छ अरे कहाँबाट अब चाहिँ हामीहरू यहाँ सब्जी मन्डी भन्छ के भन्छ श्याम सर मजरा जाँदैछौँ गाइज होइन सेककोमा सब्जीहरू लागेको छ अरे पुरा होइन बारी छ बुढा हामी कहाँ आइरहेको छौँ यहाँनिर ल हेर्नु त हामी अहिले मजरा सागसब्जी भएको ठाउँमा यहाँ धेरै सागसब्जी कुखुरा फारमदेखि लिएर धेरै कुराहरू रहेछ अब यहाँ एकजनालाई भेट्न आएको भेटिसकेपछि हामी फर्किन्छौँ देखिहाल्नुहुन्छ तपाईँले होइन हामी यता गएर आएको थियौँ कि मैले ठ्याक्क अस्को भाइलाई सम्झ्यो हो भनेर अनि सम्झ्यो असलम भाइसँग भेट भएको अब चाहिँ मिल्यो त सबै अड्दैन ओ यहाँ माथि चढाउला नि के गाडीमा आउँदैन गाडी हुन्छ हिँडेर पनि घुम्न सक्छ पुरा त्यो गाडीमा जाउँला नि यहाँ प्राइभेट लिन्छ त्यो अगाडि एउटा गेट छ
यता जाउँ त्यहाँ सबैमा घुम्नु पाउँछ यो पाउँछ है बस यता यसरी तपाईँ घुम्नु पाउँछ क्या म मात्र घुम्नु भएपछि के प्रब्लम छ त अकेला घुम्नु पाउँछ क्या साथमा घुम्नु मिल्छ जाउँ त स्यामसङ ल म नभए त एकछिन म आएर त्यो यति घुम्नु त गाडी लिएर चाहिँ हिँडेर दामी ठाउँ रहेछ माटो माटो भएको ल गाइज हेर्न सक्नुहुन्छ है म चाहिँ यता घुमिरहेको छु कस्तो दामी ठाउँ रहेछ यहाँनिर पुरा यो ठाउँ हेर्नु होला तपाईँहरूले वाउ कस्तो राम्रो रहेछ वाउ ल रात परिसक्यो ल गाइज अब चाहिँ हामीहरू जान्छौँ यता कता कता जाने अरे अब घुम्नको लागि जाँदैछ आज चाहिँ मैले हिल्लाएर लास्टै दुःख पाएँ यस्तो हेर्नु चप्पल लाएर हिँड्नुपर्ने उहाँले नदिएको नि चप्पल नलगाऊ ढिल्लाऊ भन्नुभयो आया पिङ खेल्ने ठाउँ रहेछ विनोद दाइ भिडियो बनाइदिनु न विनोद दाइ मिलहरू पनि रहेछ अब यहाँ त टाइम मिलाएर आउनु पर्ने रहेछ विनोद दाइ पिङ खेल्ने कस्तो रमाइलो भएको यो चाहिँ होटेल जस्तो रहेछ गाइज होइन हामीहरू यहाँ घुमिरहेका छौँ हेर्न सक्नुहुन्छ कता रहेछ यहाँ त अरबीहरू मात्रै रहेछ खै थाहा नै कतिखेर जय पनि फोनसोन गर्दैनन् केही पनि हेर्नु होला खेमा जस्तै रहेछ यो चाहिँ होटेल जस्तो रहेछ यस्तो ठाउँ ल गाइज अब चाहिँ हामीहरू कुखुरा फार्म जाँदैछौँ लोकल कुखुराको अन्डा लिन जाँदैछौँ हामीहरू ल यो चाहिँ तपाईँको हो यो सबै यो के हो काली हो हामीसँग त मान्दैन होला गाइस आज चाहिँ हामीहरू एकदम लामो टुरमा हिँड्यौँ होइन अस्लम भाइलाई धेरै धेरै धन्यवाद अब लोकल कुखुराको अन्डा पनि लिएर जाँदैछौँ अब त्यही पकाएर खाने हो आजको ब्लग यहीँ सकिन्छ फेरि पनि अर्को ब्लगमा भेट्नेछु आजको दिन चाहिँ नेक्स्ट टाइम भेट्नेछु आजको दिन चाहिँ एकदम इन्ट्रेस्टिङ भयो घुमेको घुमेँ ल बाई बाई सबैलाई